पुरा माथि चाहिँ कुहिरो लगाइरहेको छ है। वेदर त पानी पर्ने चाहिँ देखाएको छैन, तर घाम लागेको भन्दा यही शीतल छ एकदम। यही उकालो हो तर झन्डै जुगा चाहिँ लाग्दैन क्या। जुगा यस्तो हुँदा चाहिँ जुगा लाग्यो भने त केतिर चाहिँ लाग्दैन रहेछ। हाम्रो दाइजहरू उता पुगेको रहेछ। कुहिरो लगाएर जाँदैछ जस्तो छ। बाबालाई जस्तो छ मान्छे। बिस्तारै जानुहोस् है। उतापट्टि ठिक छ, यता हुँदैन उतापट्टि। मजाले चिसोले नाकमा सिका नै आइसक्यो हावा चलेर। जस यस्तो दामी भ्यूहरू देखेछ गाइस। सारा रा 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 सारा बाटोबाट आएको हामी। गुरुङलाई भेडा भनेको सुन्थ्यो, हो रहेछ नि त। भेडा खोज्दै हिँडिहालेछ नि त लास्टमा त। त्यत्तिकै भेडा भनेको होइन रहेछ नि त गुरुङलाई। हेर न लास्टमा भेडा खोज्दै गइहाल्छ। हो बाबा भनेर चिनेछ क्या गुरुङ भनेर। डाँडामा पुगेर ओह्रालो झर्ने तयारीमा छौँ सबैजना। ओह्रालो चाहिँ अलिक सजिलो हुँदो रहेछ, सरर जाँदैछ होइन। वेदर पनि यस्तो खुल्ला के लास्टमा त यस्तो दामी भयो नि त। अघि त कुहिरो लागेको थियो सुरुमा, अहिले चाहिँ एकदम क्लियर हेर्नु यस्तो नाइस भ्यू देखेछ भने दामी भएको रहेछ। अब चाहिँ हामी चाहिँ यहाँबाट चाहिँ हेडिङ टु कार्डिफ। यहाँ मेरो ज्वाइँ हुनुहुन्छ जयप्रकाश गुरुङ होइन। ज्वाइँले पनि एकदम राम्रो गीत लेख्नु भएको छ। एउटा गीत तपाईँहरूले नि सुन्नु भएको होला, आधा उमेर निन्द्रामै बित्यो आधा उमेर हाँस खेलाइमा बित्यो होइन। हजुर ज्वाइँले लेख्नु भएको जयप्रकाश गुरुङ होइन। अनि मैले पनि अब एउटा दुइटा कौडा गीत लेखेँ। बाबा तपाईँलाई कस्तो फिल भएको छ त? ज्वाइँ पनि गीतकार, छोरा पनि गीतकार है, कस्तो फिल भइरहेको छ? एकदम राम्रो छ, राम्रो गर्दै जानु। हो म त सानैबाट गीत सङ्गीतमा इन्ट्रेस्ट गर्थेँ नि त हेर्नुभयो। हो नि, एकदम इन्ट्रेस्ट गर्ने। तँलाई त क्लास पनि लगाइदिएको त मैले सङ्गीतमा। सङ्गीत गीत सिङ्गिङ क्लास पनि हालिदिनु भयो हालिदिएको त अनि। त्यही भएर स्कुलहरूमा नि कति स्कुलमा नि कति प्राइजहरू जित्थ्यो सानोमा। डेली ल्याउँथ्यो तैँले प्राइज त है। के गरेर ल्याइस् हौ, चोरेर ल्याइस् कि पक्का गीत गाएर ल्याइस् भने? गीत गाएर ल्याएको भए त थुप पार्थेन कि तँलाई। अनि गीत पनि स्वर पनि त राम्रो थियो होला नि त्यतिखेर। राम्रो थियो नि त, भयङ्कर राम्रो थियो नि। सुनौ लाग्थ्यो नि। हो एउटा यता सुनाइदियो त हुन्छ। बाबाले भनिहाल्नु भयो होइन, सानैबाट एकदम सङ्गीतमा त मलाई नि इन्ट्रेस्ट हुन्थ्यो होइन। त्यही भएर एवार्डहरू पनि जिते रहेछ मलाई होइन। घरमा छ मसँगै। अनि क्लास पनि मलाई सिङ्गिङ क्लास खोलिदिनु भएको रहेछ सानैबाट। त्यही भएर अहिले भोइस राम्रो भयो कि मलाई। त्यो बाबाले त्यसको लागि थ्याङ्क यू भयो। एउटा बाबाले भनिहाल्नु भयो, म तपाईँहरू सबैलाई गीत गाएर सुनाइदिनु पऱ्यो होइन। अनि के गीत गाउँ भन्दाखेरि यहाँ पुरा कुहिरो लगाइरहेछ होइन, डाँडामा त्यही गाउनु पर्ला है। ध्यान दिएर सुनिदिनु ल। छेको छेको देउराली टाढा उसुरा पिरोले, छेको छेको देउराली टाढा उसुरा पिरोले, गलेमा बसे
त्यस्तो चिनेको बाबा सक्नु छ अनि के त्यो हजुर केले बिग्रियो हौ तेरो संस्थामा अहिले त रुए गीत गाएको कसैकोमा रातो हुन्छ ढाडमा कसैकोमा कालो गुरु गुरु छुट्याइदिएको हुन्छ क्या हो मजा वेदर खुलेछ क्या जस्तो पिरो लागेको थियो हामी चाहिँ अहिले माथि डाँडामा चढेर चाहिँ यहाँ तल झरिसक्यो होइन अब चाहिँ ट्याक्कै सबैजना सेफली आइपुग्यो कसै केही भएन ओह्रालो झर्दाखेरि अलिअलि बाबाले अलि खुट्टा खाना गरा जस्तो गर्दै थियो ठिकै भयो अब चाहिँ हामी हेडिङ टु कार्डिफ सिटी अनि हजुर त्यतै बसाइ हुन्छ होला